आज नेपालमा बडा दशैं अथवा विजया दशमी। हुन त देशको कुरा गर्ने हो भने देशमा गत भदौ तेस्रो साता घटेको घटना र त्यसपछि उत्पन्न विभिन्न परिस्थितिहरूले गर्दाखेरि सदा जस्तो उल्लासमय अवस्थामा यो चाडबाडहरू मनाउने त्यस्तो खालको अवस्था त छैन। तर पनि तिथि मिति सबै मिलेर आइपुगेपछि त त्यो हाम्रो सामाजिक मनोविज्ञान नै त्यस्तै छ, सबै त्यसमा समाहित भइ नै हाल्छ हैन। र त्यसरी र मनाउने क्रम त सुरु भइ नै हाल्छ, मनाउने गरिन्छ नि। अहिले सबैजना दशैंको रौनकमा हुनुहुन्छ देशमा र देश बाहिर पनि जुन अवस्थामा छौं आफ्नो समय अनुकूलता मिलाएर यो दशैं मनाउने भेटघाट गर्ने यस्तो खालको क्रियाकलापहरू भइ नै रहेका छन्। हिजोआज पछिल्लो समय भनौं यो विभिन्न हिसाबले, राजनीतिक हिसाबले, सामाजिक सांस्कृतिक हिसाबले पहिचानका कुराहरू आउँदै गर्दाखेरि चाहिँ आदिवासी जनजातिहरूले यो दशैं मनाउने नमनाउने, दशैं लगायतका अन्य हिन्दू धर्मसँग सम्बन्धित चाडपर्वहरू मनाउने नमनाउने भन्ने विषयमा विभिन्न खालका पक्ष विपक्षका तर्कहरू हामीले सुन्दै आएका छौं वर्षेनी। तर यो वर्ष चाहिँ त्यो खालको खासै सुन्न पाइएन। सम्भवतः यो राजनीतिक उथलपुथलका कारणले पनि हुन सक्छ, त्यो खालको गतिविधिहरू पनि, त्यो खालको तर्क वितर्कहरू पनि खासै हामीले सुन्न पाएनौं योचोटि। खै यो कुरा छोडिदिउँ। हामी चाहिँ राई समुदायमा अथवा हाम्रो समाजमा चाहिँ दशैं हिन्दू परम्परा अनुसार चाहिँ हामी मनाउँदैनौँ। दशैंमा हामी सहभागी चाहिँ हुन्छौँ, तर हामी त्यसरी विधिवत तरिकाले चाहिँ हामी मनाउँदैनौँ। जस्तो फुलपाती स्थापना गर्ने, त्यसपछि नवदुर्गाको अनुष्ठान गर्ने, त्यो खालको काम चाहिँ हामी गर्दैनौँ। फुलपातीमा भैँसी काट्ने, त्यसपछि मासु खाने, फेरि अष्टमीको दिन सुँगुर काट्ने, मासु खाने, जाँड रक्सी खाने, तल्लो घर माथिल्लो घर बोलाउने, घुम्ने, अनि त्यसपछि गफकाफ गर्ने, अनि रक्सी खाने, मासु खाने, यस्तै चल्छ। अनि दशमीको दिन हाम्रोमा चाहिँ जमरा राखिँदैन। त्यो भएकोले तितेपाती ठ्याक्कै फुल्ने समय हुन्छ अहिले। तितेपातीको फुल खोजेर ल्याउने, त्यसलाई भर्खरै फुल्दै गरेको फुलहरू, सयपत्रीको फुल हुन्छ अथवा अन्य फुलहरूसँग मिसाएर त्यसलाई झारी बनाउने अथवा कलश भनौँ बनाउने आमखोराङ। अनि त्यसपछि सबैको घरमा दही नहुन सक्छ राईहरूको। त्यो भएकोले कतै गाउँबाट खोजेर ल्याएको अथवा कतै घरमै बनाएर राखेको दही, अनि त्यसपछि अक्षता मुछेर तयार गर्ने। त्यसपछि हाम्रोमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभवमा चाहिँ हाम्रो आमाले चोखो ठाउँको दुबो खोजेर ल्याए भनेर भन्नुहुन्थ्यो। अनि दुबो लिएर आउने, कतैबाट खोजेर लिएर आउने, अनि त्यसपछि गाईको गोबर चाहिन्छ भन्नुहुन्थ्यो, थोरै गाईको गोबर। अनि एउटा ढ्याके पैसा। आमाले चाहिँ घरको मूल ढोकाको माथि शिरमा चाहिँ पहिला गोबर टाँच्ने, त्यसपछि दुबो, त्यसपछि त्यो ढ्याके पैसा, अनि त्यसपछि अक्षता र त्यो दही मुछेको टिका लगाइदिनु हुन्थ्यो। त्यस पछाडि चाहिँ अब टिकाको साइत भयो भनेर हामीले भन्नुहुन्थ्यो। अनि भित्र गएर त्यति बेलै भर्खर तयार गरिएको सबै चिजहरू हुन्। हामीले त्यो अघि पनि भने त्यो दुर्गा स्थापना गरेर पूजाआजा गर्ने, त्यसपछि
जमाएर राख्ने त्यो केही पनि गरिँदैन। अनि भित्र गएर सबभन्दा घरको उमेरले सबैभन्दा पाको मान्छेबाट लगाउँदै अनि आमाले अन्तिममा सबभन्दा भर्खरै जन्मिएको छोराछोरी नाति नातिनाको हुन्छ उसलाई लगाइदिने गर्नुहुन्थ्यो। अनि त्यसपछि सेलरोटी पकाइएको हुन्थ्यो अथवा कहिले त्यसको बदलामा अरू कुनै चिज, अनि रक्सी जाँड, अनि त्यसपछि मासु खाने। त्यसरी हाम्रो टिका सम्पन्न हुन्थ्यो। अनि त्यसपछि तल्लो घर माथिल्लो घर फेरि बोलाएर खानपान गर्ने। त्यसपछि त अब चेलीबेटीहरू आउने क्रम सुरु हुन्छ बेलुकीखेरिदेखि त। चेलीबेटीहरू आउने अनि फेरि चेलीबेटीहरूलाई टिका लगाइदिने। त्यस्तै त्यही अगाडिकै रीतअनुसार बिहान जसरी आमाले लगाइदिनु हुन्थ्यो त्यही रीतअनुसार बेलुकी पनि लगाइदिने। अनि यसरी यो चाहिँ मैले थाहा पाएदेखि विगत 10-12 वर्ष अगाडिसम्मको मेरो प्रत्येक वर्ष अथवा निरन्तर यसरी यो एउटा के भने चलनमा अभ्यस्त भएको थिएँ। अनि अब परदेश लाग्यो। परदेश लाग्नुभन्दा केही वर्ष अगाडिदेखि नै घरमा उपलब्ध हुन सकिएन दसैँको बेलामा। त्यो भएपछि यो क्रमहरू छुटे सबै। अहिले पनि यो दसैँको माहौल अनि यो मौसम, यो जुन वरपरको वातावरण हुन्छ, यो सबै चिजहरूले चाहिँ मलाई त्यो चिजहरू चाहिँ एकदम धेरै सम्झाइदिन्छ। मौसम भन्यो भने भर्खरै बर्सातको समय सकेर भर्खरै खुल्दै गरेको हुन्छ। सबै कुराहरू झाडी जस्तै देखिने घर वरिपरि, त्यो चिजहरू चाहिँ सबै निकालिएको हुन्थ्यो। एक खालको सफा देखिने वरिपरि, अनि घर लिपपोत गरिएको हुन्छ। त्यसपछि भर्खरै गर्मी सकिएको हुन्छ, शीतल सुरु भएको हुन्छ। अनि बिहान उठ्दाखेरि शीत खसेको हुन्छ, अनि चिसो चस्सा चिसो सुरु भएको हुन्छ। अनि साँझमा त्यो किराहरूको उनीहरूको आवाज फरक भइसकेको हुन्छ। अहिले सम्झिँदा त्यो हुँदो रहेछ, फरक हुँदो रहेछ किराहरूको आवाजहरू यो समयमा आइपुग्दाखेरि। अनि खेततिर धानहरू पाक्न लागेको, पोखटा भइसकेको हुन्छ। अनि आकाश खुल्ला हुन्छ, निलो आकाश देखिन्छ। घाम बिस्तारै त्यो उग्र तापबाट बिस्तारै कम हुँदै गइरहेको। अनि त्यो अवस्थाले चाहिँ त्यो दसैँ अथवा त्यो दसैँको त्यो एउटा रौनक हुन्छ नि, साथीभाइहरूसँग भेट हुने, अनि त्यसपछि पिङ खेल्न जाने, अथवा कतै एक हिसाबले फुक्काफाल भएर बाँच्ने केही समय भए पनि स्कुल पनि छुट्टी भएको हुन्छ, कामहरूबाट मुक्त भएको हुन्छ, बर्खे कामहरूबाट खेती बाली नालीहरू भित्राउने बेला भइसकेको हुँदैन हैन। यस्तो अवस्थामा चाहिँ एउटा त्यो अति स्वतन्त्र भएको त्यो समय हुन्छ हैन। त्यो समयको चाहिँ सम्झना हुँदो रहेछ। अहिले यहाँ पनि जहाँ म छु, यहाँ पनि म बसेको वरिपरि ठुलो फाँट छ, खेत छ। अनि त्यहाँ अहिले हेर्दाखेरि धानहरू पहेँलो भइसकेको, अनि कतिपय ठाउँमा चाहिँ धान निकाल्न थालिसकेको हुन्छ। हाम्रो पनि हिजोबाट धान निकाल्न थालिसकेको छ, हामी निकालिरहेका छौँ धमाधम। यहाँ चाहिँ चाड सुरु हुँदैछ, भोलिबाट छुसक सुरु हुँदैछ। योपल्ट सायद धेरै लामो समय पछाडि चाहिँ 10 दिन लामो छुट्टी छ। भोलिबाट छुट्टी भएर अक्टोबरको 12 तारिकमा मात्रै छुट्टी सकिएर सुरु हुनेछ, नियमित कामहरू सुरु हुन्छ। छुसकको छुट्टी यो बिचमा पर्यो, त्योभन्दा अगाडि पछाडि चाहिँ अन्य बिदाहरू, सरकारी बिदाहरू परेकोले गर्दा लामो समय चाहिँ छुट्टी भएको छ। धेरै साथीहरू यो छुट्टीमा बाहिर निस्किनु भएको छ, निस्किनु हुनेछ, रमाइलो गर्नुहुन्छ। यो 10 दिन लामो छुट्टी त निकै लामो छुट्टी हो सायद,
तर मेरो चाहिँ 10 दिनको शून्य हटाएर बाँकी रहेको 1 दिन पनि छुट्टी हुँदैन। नियमित काम नै गर्नुपर्छ। केही छैन, ठिकै छ। अब यस्तै अभ्यस्त भइसकेको 8 वर्ष हुन्छ यो पटक त यो 8औं वर्ष हो मेरो। यस्तै छ। यहाँहरूको दसैँ सुखद रहोस्। अनि जो साथीहरू छुसकको लागि छुट्टीमा बाहिर निस्किने तयारीमा हुनुहुन्छ, कोही निस्किसक्नु भयो होला, उहाँहरू सबैको समय सुखद रहोस्। हस्, अहिलेलाई यति। धन्यवाद। नमस्कार।